Good morning everyone. म चाहिँ भर्खरै उठेर अहिले चाहिँ कति बजिरहेछ भन्दाखेरि बिहानको 8:30 बजे हो. म चाहिँ साँझ अलि ढिला सुत्छु, त्यही भएर बिहान उठ्दा पनि ढिलै हुन्छ. ओके, म फ्रेस हुन्छु. फ्रेस भएपछि अनि म चाहिँ योगा गर्छु, अनि त्यसपछि खानासाना पकाउनु पर्यो, पानी खानु पर्यो. ओके, त्यही बेला कुरा गरौँला. सी यू. अब योगा म्याट लगाउँदैछु. अब म योगा गर्छु. अब चाहिँ योगा गरेर सकेँ मैले. अब मैले खाना पकाउँछु अनि सबैभन्दा सुरुमा चाहिँ मैले भात बसाल्छु, किनकि यता सब्जीहरू पक्दैसम्म भात पनि पाकिहाल्छ. त्यही भएर ओके, हामी 2 जना छौँ नि त, त्यही भएर मैले चाहिँ 2 कप मात्रै हाल्छु. धेरै भात खाइन्न भने पुगिहाल्छ त्यो. बसालिदिन्छु. भात चाहियो अब 40 मिनटमा. अब सब्जी बसाल्नु पर्यो. मैले चाहिँ बिन्स भिजाएको छु, धेरै भयो नखाएको, त्यही भएर मलाई एकदम मनपर्छ. यो पकाउँछु. म चाहिँ अब जस्तै गेडागुडी भयो भने पनि आलु चाहिँ म मिसाउँछु, मलाई मिठो लाग्छ आलु. अनि एउटा आलु मिसाउँछु. धेरै आलु मिसायो भने फेरि भोलिसम्म रहन्छ क्या, अनि मलाई फेरि बासी खासै खान मन चाहिँ लाग्दैन. म हाल्छु अब. बसालिदिन्छु अनि यहीँ पाकिरहन्छ. 10 पनि बजिसकेछ. अब म चाहिँ रिल्याक्स बसेर पानी खान्छु. अब चाहिँ मैले मेरो लागि नास्ता बनाउँछु. खाना पाक्दै नास्ता खाँदै गर्छु. मैले चाहिँ एभोकाडो लिएको छु. एभोकाडो, अन्डा, नट्स अनि फिग्स, त्यस्तै खान्छ मेरो बिहानको नास्ता चाहिँ. एप्पल्स, ब्रेकफास्ट चाहिँ मलाई एकदम मनपर्छ कि, त्यही मलाई ब्रेकफास्टहरू स्किप गर्नै मन लाग्दैन. अलिकति इनर्जाइज भयो जस्तो लाग्छ म आफूलाई ब्रेकफास्ट खाइसकेपछि. अन्डा चाहिँ अब मेरो प्राय अन्डा अरू नभए पनि अन्डा चाहिँ म बिहान चाहिँ जहिले पनि खान्छु. एक त प्रोटिन पनि भयो, त आफ्नो हेल्थलाई राम्रो पनि गर्छ कि. अनि मेरो नास्ता चाहिँ रेडी भयो. बिहानको नास्ता एभोकाडो, एप्पल्स, नट्स, फिग्स, एग्स भयो. यति खाएपछि मलाई ठिकै हुन्छ. नि लन्च खाना पनि ठिक्क हुन्छ. अलिकति हनी हालेर खान्छु, मिठो लाग्छ हनी हालेपछि. Start with apple.
अब दाल पनि सिटी लाग्यो। अब मैले चाहिँ अब छान्छु एकछिनमा। तेल बसालेछु। प्याज जिन्जर गार्लिकको पेस्ट भयो। आलु र टमाटर पनि त्यही दालमा हालेको थियो, निकाल्यो। अब मैले यसलाई उसो गर्छु। यता चाहिँ साग काटेर रेडी गरेछु। अब साग बसाल्छु मैले। अनि गेडागुडी भयो। त्यति भएपछि लन्च लगाइहाल्छ। जिन्जर गार्लिकको पेस्ट पनि हालेँ मैले त्यसमा ल्वाङ पनि हालेर पिस्छु कि मिठो बास्ना हुन्छ नि त। मसला हाल्छु। यो चाहिँ मैले घरमै बनाएको मसला हो। जिरा र धनियाँ अनि रातो खुर्सानी हल्का मिसाएर त्यसको धुलो हो। मलाई सजिलो हुन्छ, फेरि मसला बनाउनु पर्दैन। त्यसपछि म मेथी तर्काउँछु। मैले चाहिँ अघि नै त्यो आलु र टमाटर मुसेको नि त्यो पनि हालेर यहाँ चलाइदिएँ। त्यसपछि त्यो टमाटरको छुक्रा बाहिर आउनु कि दालमा त्यस्तो ठिक लाग्छ मलाई। यता साग पनि बसालेँ। आलुको साग डाल्दै टमाटर जिन्जरको अब स्वादअनुसार म घरमा बनाएको जिरा र धनियाँको धुलो स्वादअनुसार थोरै हाल्छु, फ्लेभरको लागि मात्रै। भयो लगभग यो दाल यो गेडागुडी हालिदिन्छु। अलिकति पनिर रहेको थियो, यो मैले यहाँ मिसाइदिन्छु। पाकिरहेछ पनि पाक्यो। अब एकछिनमा खाने। रिल्याक्स गर्नु पर्यो। बाहिर चाहिँ घाम लाग्छ, भित्र चाहिँ ठिकै छ, शीतल नै छ। बस्यो खायो यस्तै छ। अहिले चाहिँ काम गरेको नै छैन। ओके गाइज, मेरो चाहिँ खाना खाने बेला भयो। अब म खाना पक्सिन्छु। सबै रेडी भइसक्यो। चाहिँ मेरो खाना भयो, म खान्छु। हिजोको लेफ्ट ओभर फोटो छ, पनि खान्छु। खाना पनि खाएँ। अब चाहिँ सरसफाइ गर्नु पर्यो, किचन साफ गर्नु पर्यो। कति धेरै काम छ। खायो सरसफाइ यताउति। अब चाहिँ भाँडा माझ्नु पर्यो, पुसपास यताउति छ काम पनि। अनि हजुरहरूको खाना भयो होला। कति बज्यो? 1 साढे 1 बज्न लाग्यो यता चाहिँ। अब भाँडा माझ्छु। तातो पानीले बनाउँछु गर्छु कि नभए भाँडामा चिल्लो बस्छ। मोल्नुमा सिधायो भने खाना खाइसक्यो अल्छी लाग्छ कि त्यसरी काम भएर बस्छ। काम सबै भ्याएँ। अब चाहिँ म नुहाइधुवाइ गरेर बस्छु। म चाहिँ कपालमा तेल लगाएको दिन चाहिँ दिउँसोतिर नुहाउँछु। नुहाउँछु अनि यसो फ्रेस भएर बस्नु पर्यो। आई जस्ट टुक अ सावर। अब चाहिँ म क्रिम लगाउँछु। यो चाहिँ टोनर हो, मैले यसको टोनर लगाउँछु। अब चाहिँ मैले सेरम लगाउँछु। मैले चाहिँ यसको सेरम लगाउँछु, केलेयर्सको। मेरो फेसलाई चाहिँ सुट गरेको छ। मलाई चाहिँ एकदम
राम्रो गराएको छ एकदम मन पर्छ मलाई चाहिँ यो त्यसपछि यो सेटाफिलको मोइस्चराइजर क्रिम लगाउँछु सिरम लगाए त्यसपछि सेटाफिलकै सनब्लक लगाउँछु मैले चाहिँ मलाई एकदम राम्रो लाग्छ सनब्लक नलागिकन म कहीँ पनि हिँड्दिनँ सनब्लक इज म्यान्डेटरी त्यसमाथि यस्तो घाम छ बाहिर चाहिँ एकदम चर्को घाम लागिरहेछ यति नै हो मैले चाहिँ फेसमा यति नै लगाउँछु यदि कहीँ जान पर्यो भने चाहिँ फाउन्डेसनहरू लगाउँछु नभए भने यति नै मेरो स्किन केयर हो फाउन्डेसन अनि मलाई खासै त्यस्तो मेकअप गर्न चाहिँ आउँदैन लटर पटर चाहिँ गर्छु यति नै हो कपाल अब ड्राई गर्छु सुकाउँछु ओके मैले चाहिँ दही घरमा नै जमाउँछु कि बाहिरको दही चाहिँ मलाई खै अलि गुलियो लाग्छ त्यही भएर घरमा आफै जमाउने गरेछु बसालेछु तातै अब दुध हालिदिन्छु यो फुल जमाउँछु मैले चाहिँ 4 बजिसक्यो अब म चाहिँ खाजा खान्छु हिजो बनाएको मोमोज छ त्यो तताएर खाजा खान्छु अनि एउटा ड्रिङ्क्स गराउँछु मस्त ड्रिङ्क्स गराउनु मैले चाहिँ यसमा चाहिँ मिक्सिङ गर्छु कि 2 चम्चा जति दही एकदम मनपर्छ कि मलाई यस्तो ड्रिङ्क्स चाहिँ 2 चम्चा धेरै भयो सानो रहेछ कि चम्चा पनि अनि त्यसपछि यसमा ब्लुबेरी चाहिँ हाल्छु मैले 2 चम्चा धेरै हाल्छु धेरै हाल्दैन पानी एड गर्छु पानी एड गरेँ अब त्यसपछि यसलाई मिक्सिङ गरिदिन्छु अनि मेरो ड्रिङ्क्स पनि रेडी हुन्छ अब यो आइसको अलिकति ठुलो हुन्छ फुटाएर हाल्छु कि मैले चाहिँ यसमा मैले अलिकति काजु बदाम हाल्छु काजु बदाम मिठो लाग्छ माथिबाट देखेको यो चाहिँ सबै ब्लुबेरिजले यसो देख्यो यस्तो भयो ड्रिङ्क्स अब एकछिन फ्रिजमा राखिदिन्छु अनि खान्छु मोमोसँग मोमो चटनी पनि रेडी भयो यहाँ ड्रिङ्क्स पनि रेडी भयो अब टी र अब मस्त हेर्दै खान्छु अब नेटफ्लिक्स हेर्दै ट्राई गर्छु Yeah, you're not quitting. With all due respect. No, you don't respect me, Nick. You mean Georgia still funds from my office and you? Yeah, I know all about that. She does everything. Sure about that? And if you try to leave me out while the ship is sinking like the rat that you are, I will turn your career to dust. Wait. जब मैले खाएर भिडियो बनाउँछु खाना एक्लै खान मन लाग्छ कि अब बोलेर खाना पनि आउँदैन टक्क रिल्याक्स भएर है घाम लागिरहेको छ मैले चाहिँ अब घाममा कपाल सुकाइराखु
यतिकै बाहिर बस्नु पनि एकदम फ्रेस फिल हुन्छ क्या मलाई चाहिँ मजाले बसेर त भ्यू चाहिँ नास्ता खाएर यसो पावर न्याप लिएको त म त निद आएछु अनि अब चाहिँ कति बज्यो 7:30 बज्यो मेरो एकदम अब मैले चाहिँ एकदम चाँडै डिनर गर्छु के डिनरको टाइम भयो आज चाहिँ सब्जीहरू छ अनि त्यो सँगै चाहिँ मैले रोटी खान्छु इजेको रोटी छ अनि पेट तताएर अनि खान्छु अनि यहाँ मैले अघि नै जमाएको दुध लगेको भइसक्यो मैले दही जमाउँछु त्यसलाई अनि त्यसपछि डिनर रेडी गर्छु सँगसँगै अघि नै दुध भयो यहाँ अब मैले अलिकति दही हालिदिन्छु 2 चम्मच जति एकछिन यता छोडेर ढाकिदिन्छु नि एकछिन चाहिँ हल्का तातो गराएर मैले चाहिँ यसलाई ओभनमा छोडिदिन्छु नि मजाले जम्छ यो दुध चाहिँ खाना खाने बेला भयो यो चाहिँ मेरो खाना भेन्टाको सब्जी दही अनि यो भात अनि राजमा अनि साग अनि यो रोटी अनि यो चाहिँ स्यालेड जस्तो भयो यो मलाई मिक्स अचार चाहिँ मनपर्छ यति हालेछु खान्छु मिठी देखेछ अहिले चाहिँ खाना खाएँ अब हामी चाहिँ लाइक लन टेनिस बास्केटबल गेम खेल्न हिँडिरहेछौँ खाना खाएपछि चाहिँ मजाले खेल्यो भने त्यो खाएको पनि पच्छ जस्तो लाग्छ क्या मलाई त्यही भएर मेरो हातमा बास्केटबल छ बास्केटबल लिएर हिँडिरहेको छु See you in there. यस्तो छ भ्यू चाहिँ लन टेनिसको खेल्ने ठाउँमा आएँ म अनि यहाँ मजाले लन टेनिस खेलिन्छ एकदम राम्रो छ भ्यू पनि लन टेनिस खेलेर यति थाकियो कि भिडियो बनाउनु पनि पाइएन ओके गुड नाइट सी यू